तर जे भए नि गर्ने कोसिस गरिरहेको छु। जे जस्तो भए नि मिठो मानी खाइरहेछु। जब म आउँछु नि घरमा त्यो बेला मैले सिकेको मेरो स्वादको खाना खुवाउँछु ल। अनि भन्नु के को कमी छ, कसरी अझै स्वाद थप्न सकिन्छ, मलाई मजाले सिकाउनु ल। पहिला म आफ्नै ठाउँमा हुँदाखेरि रेस्टुरेन्टमा काम पनि गरेँ, आफ्नै क्याफे पनि खोलेँ। तर मलाई थाहा थिएन कि किचनको नलेज, सामानहरू के बनाइन्छ, के मिसाइन्छ। र आज थाहा भइरहेछ कि कति गाह्रो हुँदो रहेछ खाना बनाउनु। त्यही पनि गरिरहेको छु, सिकिरहेको छु। सबैले भन्छ समय पैसा ठुलो हो, तर मलाई लाग्छ कि खाना पनि त्यत्तिकै इम्पोर्टेन्ट छ है। जबसम्म बाँचिन्छ तबसम्म खानै पर्यो। खानालाई पहिला खाना बनाउनु पर्यो। त्यसैले खाना बनाउन सिकिरहेको छु, गरिरहेको छु। कहिले युट्युब हेर्छु, कहिले त्यही मम्मीले बनाएको सम्झना आउँछ मलाई। त्यही सोच्दै, त्यही बुझ्दै, त्यही चिजहरू भइरहेछ, चलिरहेछ जिन्दगी। काम छ, कामपछि आएको थकान, त्यसपछि बनाइएको खाना। र जब म खान्छु नि त्यो जस्तो छेड, त्यो जस्तो मजा अरू केही हुँदैन।